आज म स्कुलबाट आएर के गर्छु मेरो यो मिनी ब्लगमा हेर्नु होला। सो हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट ब्लग। अनि के छ हाल खबर? आई होप सन्चै हुनुहुन्छ होला। डेली ब्लगिङको डे टु डे ब्लगमा स्वागत छ तपाईँलाई मेरो यो मिनी ब्लगमा। अनि आज चाहिँ म स्कुलबाट आएर के गर्छु यो मिनी ब्लगमा हेर्नु न होला। अनि म स्कुलबाट आएर खाजासाजा खाएर चप्पल लाएर म लागेँ फुटबल ग्राउन्डतिर। अनि फुटबल ग्राउन्डतिर गएको त अनि फुटबल ग्राउन्डमा कोही थिएन क्या, पुरै फुटबल ग्राउन्ड नै खाली थियो क्या गाइज। अनि तलतिर भाइहरू खेलिरहेको थियो क्या, टिम मिलाएर 2v2 खेलिरहेको थियो क्या गाइज। अनि यो भ्यू चाहिँ आज दामी थियो क्या। आज अरू दिन भन्दा चाहिँ आज दामी थियो क्या। अरू दिन बादल लागेको हुन्थ्यो, आज चाहिँ दामी भ्यू भएको छ क्या गाइज। अनि केही बेर यिनीहरूले फुटबल खेल्यो अनि मैले 5-10 मिनट फुटबल म्याच पनि हेरेँ यिनीहरूको। केही बेर फुटबल हेरिसकेपछि म घर फर्केँ, किनभने मलाई होमवर्क नि गर्नु थियो, त्यही भएर अनि साँझ नि भइसकेको थियो। अनि होमवर्क गरेँ। गीत सुन्दै होमवर्क गर्नुको छुट्टै मजा छ क्या गाइज। त्यो हजुरहरूले फिल गर्नु भएको छ कि भएको छैन कमेन्ट गर्नु होला। साइन्सको होमवर्क गरिसकेपछि मैले आफ्नो 10 सेटको निकालेर म्याथको फेरि गर्न थालेँ, किनभने मेरो आजभोलि 42 चलिरहेको छ, प्र्याक्टिस गर्नुपर्छ। त्यही भएर मैले अब म्याथको नि प्र्याक्टिस गरेँ अलिकति, आउने जति चाहिँ प्र्याक्टिस गरेँ गाइज, होइन। होमवर्क गरिसकेपछि खाना खाने टाइम भइसकेको थियो र राति नै भइसकेको थियो। अनि म अब खाना खान जान्छु। अनि आजको भ्लग यही सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।